अब मेरो ससुरा बाले चाहिँ कामधाम के गर्नुहुन्छ भनेर सोध्नुहुन्छ भने मेरो काम चाहिँ होइन खायो हल्लियो हिँडो। तर कमै धमाइको फेरि कुरा गर्नुहुन्छ भने कमै धमाइ चाहिँ अब ठिकै छ, तपाईँको छोरीलाई म राम्रोसँग पाल्छु, चिन्ता नगरेस् होइन। फेरि आफ्नै ससुरा बाले चाहिँ नगरेस् भन्नु मिल्दैन, चिन्ता नगरी बक्सियोस् है। तपाईँको ज्वाइँ यहाँ जिउँदैछ, जिउँदैछ, तपाईँको छोरीलाई म सुखले पाल्छु, सुखले। वेलकम टु ब्याक माई युट्युब च्यानल एन्ड अनदर भ्लग। यहाँहरू सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। सेवा नमस्कार, यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। फेरि पनि आज लामो समय पश्चात यहाँहरूको माझमा एउटा रमाइलो र मिठो छोटो एउटा भ्लग लिएर उपस्थित भएको छु। र यो भिडियोलाई पनि, यो भ्लगलाई पनि बढीभन्दा बढी माया गरिदिनु होला भन्ने मलाई गरिदिनु होला। यहाँप्रति मेरो आशा छ, भरोसा छ। पक्कै पनि यहाँले मेरो यो भिडियोलाई माया गरिदिनुहुन्छ, सेयर गरिदिनुहुन्छ, सब्सक्राइब गरिदिनुहुन्छ। र यदि यहाँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने जसरी पनि एक सब्सक्राइब गरिदिनु होला। र नयाँ हुनुहुन्छ भने चाहिँ सेयर नगरे तापनि, पुरानो हुनुहुन्छ भने सेयर नगरे तापनि एकपटक चाहिँ फुल वाच जसरी पनि गरिदिनु होला। सो गाइज, आजको भिडियो चाहिँ स्पेसल्ली के छ भन्दाखेरि चाहिँ मेरो ससुरा बालाई केही सन्देश छ। सो गाइस, यो मेरो ससुरा बाको सन्देशलाई मेरो ससुरा बासम्म, पनि नहुने ससुरा बासम्म यो भिडियोलाई पुर्याइदिनको लागि यहाँहरूको ठुलो हात छ। सो गाइस, यो भिडियोलाई चाहिँ मेरो ससुरा बासम्म पुर्याइदिनु होला। यदि यो भिडियो चाहिँ मेरो नहुने सासु आमा, मेरो नहुने बुढी, साली, जेठानी, सालो, जेठाजु यदि कसैले हेरिरहनु भएको छ भने मेरो नहुने ससुरा बासम्म यो भिडियो चाहिँ जसरी पनि पुर्याइदिनु होला। कस्तो भिडियो बनाएकोलाई फेरि कुकुर भुकिदिएर क्या हाउ 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 गरेर जहिले यस्तै हुन्छ जहिले यस्तै हुन्छ है, पुर्याइदिनु होला। सो गाइस, टाढैबाट चाहिँ मेरो नहुने ससुरा बालाई चाहिँ तपाईँको नहुने ज्वाइँबाट टाढैबाट ढोकिदिया है त, ढोकिदिया छ है। तपाईँको ज्वाइँ चाहिँ यही हो, राईको छोरो काले मरो ज्वाइँ चाहिँ यही हो है त। अब तपाईँले ज्वाइँ स्वीकार दिन भनेर भन्नुहुन्छ भने, यदि भन्नुहुन्छ भने तपाईँको छोरी मैले भइसकेपछि तपाईँले मलाई जसरी पनि ज्वाइँ भन्नुपर्ने बाध्यता हुन्छ है त। यदि भन्नु भएन भने त अब तपाईँले पक्कै पनि पाप लाग्छ नि होइन। आफ्नै छोरीको श्रीमानलाई तपाईँ ज्वाइँ स्वीकार्न सक्नुहुन्न भने त तपाईँलाई पापै लाग्छ। मेरो नहुने ससुराबालाई सन्देश दिँदै भिडियो बनाउँदै म यतिखेर चाहिँ कोरियाको एउटा सुन्दर शान्त गाउँमा छिरिसकेको छु। यहाँ देख्नुहुन्छ, यहाँ खेती गर्नको लागि, धान रोप्नको लागि तयारी हुँदैछ। अहिले यहाँ मेसिनले, डोजरले जोतेर पानी पनि हालिसकेको छ। यता सबै देख्नुहुन्छ होइन, काम धमाधमसँगले भइरहेछ। र यतातिर चाहिँ मैले भिडियो बनाइरहेको छु। अब यदि यो भिडियो चाहिँ मेरो नहुने ससुराबाले हेर्दै हुनुहुन्छ भने ज्वाइँ यही हो होइन। चिम्सेमा चिम्से, थेप्चेमा थेप्चे होइन, गान्टेमा गान्टे, कालेमा काले, तर मन चाहिँ एकदमै सफा छ होइन। अनि अब के गर्छ भन्नुहुन्छ भने म अब यतिखेर खासै त्यस्तो केही गर्दिनँ। तर अब कमाइ धमाइको कुरा गर्नुहुन्छ भने अब ठिकै छ होइन। तपाईँको छोरीलाई जसोतसो सुख दुःख म मजाले पाल्न सक्छु होइन। चिन्ता नगरेस् ससुराबा, नगरेस् त हुन्छ क्या, नगरी बक्सियोस् ससुराबा होइन। अनि म चाहिँ होइन अब मेरो केही विगतलाई होइन, अब मेरो केही विगतलाई सोध्नुहुन्छ भने, यदि होइन योभन्दा पहिला केही थियो, अरूसँग सम्बन्ध थियो थिएन, यताउता सोध्नुहुन्छ भने चाहिँ एकदमै बिल्कुलै सँगले आजसम्म एकदमै सिङ्गल हो होइन। कुनै त्यस्तो कसैसँग केही त्यस्तो लप्पन छप्पन छैन होइन। एकदमै सिङ्गल मात्रै होइन, प्योर सिङ्गल हो, प्योर होइन। किन प्योर सिङ्गल हो भन्ने कुरा आउँछ होला होइन। कारण हुन्छ नि त, हरेक केही कुराको पछाडि एउटा रिजन हुन्छ। त्यस्तै कारण चाहिँ के छ भने अब यस्तो होइन, अब यस्तो इको पिताङ जस्तो अनुहार भएको मान्छेले होइन, सुन्नुहोस् है त राम्रोसँग, अब यस्तो इको पिताङ जस्तो अनुहार भएको मान्छे
ले चाहिँ गर्लफ्रेन्ड चाहिँ एकदम च्वाख जस्तो चाहियो अरे क्या, एकदम परी जस्तो हुनु पर्यो अरे क्या। सो गाइस त्यस्तो खोजेपछि ल कहाँबाट पर्छ होइन। त्यही भएर म चाहिँ अहिलेसम्म चाहिँ एकदमै सिङ्गल हो है। भिडियो बनाउनु जहिले भुक्छ यार, भिडियो बनाउनु जहिले भुक्छ। भोटेको कुकुर भुक्छ अनि के भने त, हुन त म नि अब भोटेको गाउँमा के अरे कुकुर जस्तो लुकुर डुलेपछि होइन, भोटे कुकुर नभुकेर के भुक्छ त है गाइस हो नि। अनुहार हेरौँ न फेरि, अनुहार हेरौँ त, मा कसम यार कुखुरा चोर जस्तो, काँक्रा चोर जस्तो देखिन्छ नि होइन नि, होइन न कुखुरा चोर जस्तो पनि देखिँदैन, काँक्रा चोर जस्तो पनि देखिँदैन, मेरो आफ्नो ससुरा बाउको आफ्नै ज्वाइँ जस्तो देखिरहेको छु। हेरौँ न मा कसम है तेरिका है, घरिघरि आफ्नो अनुहार आफैले हेरेर म दङ्ग पर्छु क्या होइन। किनकि मेरो ससुरा बाउको छोरी मैले पाएको छु नि त होइन, त्योभन्दा भाग्यमानी के हुनु पऱ्यो होइन। सो मेरो नहुने ससुरा बा होइन नरिसाउनु होला, तपाईँको ज्वाइँ चाहिँ यही हो होइन। एकदमै चिम्सेमा चिम्से, नेप्टेमा नेप्टे, कालेमा काले, गान्डेमा गान्डे छ होइन। तर काले भए मन चाहिँ एकदमै सफा छ होइन। सो अनि ससुरा बालाई अर्को म के भन्न चाहन्छु भने होइन, अब ज्वाइँ कस्तो छ, ज्वाइँको स्वभाव कस्तो छ होइन, चालचलन के कस्तो छ भन्ने पनि लागिरहेको होला होइन। यदि त्यस्तो तपाईँले लाग्छ भने म तपाईँलाई होइन भनिदिन्छु होइन। म चाहिँ फेरि होइन जाँड रक्सी खाँदिनँ, जतास खेल्दिनँ, झै झगडा गर्दिनँ होइन। अरूसँग मेरो चक्कर छैन, एकदमै म प्योर सिङ्गल हो होइन। सो म तपाईँको छोरीलाई असाध्यै माया गर्छु, तपाईँको छोरीले पनि मलाई माया गर्ला जस्तो लागिरहेछ। त्यही भएर म चाहिँ यो भिडियोको मार्फत तपाईँको छोरीको हात माग्न आएको होइन। अब दिनुहोस् नदिनुहोस्, म चाहिँ तपाईँको छोरीको हात यो भिडियोबाट माग्दैछु है त ससुरा बा। अब होइन अब ज्वाइँ पनि देखिहाल्नु भयो, भिडियो पनि हेरिहाल्नु भयो होइन। अनि अब ज्वाइँ अब यस्तै छ। अब मेरो ससुरा बालाई चाहिँ अब मन परेन, यदि मन परेको खण्डमा चाहिँ तपाईँले यो मेरो भिडियोलाई चाहिँ बढीभन्दा बढी सेयर गरेर तपाईँको नहुने ज्वाइँलाई सहयोग गरिदिनु सक्नुहुन्छ। सो गाइस मेरो ससुरा बालाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा। र यहाँ सम्पूर्ण जनालाई चाहिँ मेरो यस्तो छोटो मिठो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुभयो यहाँहरू सबैजनालाई धन्यवाद। फेरि हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ।